नमस्कार सबैजनालाई। आज चाहिँ हामी क्वेसन ब्याङ्क चाहिँ सुरुदेखि अन्त्यसम्म चाहिँ हामी आजदेखि चाहिँ स्टार्टिङ गर्दैछौँ है त। क्वेसन सोलुसनदेखि लिएर हरेक कुरा चाहिँ हामी यहाँ व्याख्या वर्णन हरेक सोलुसन समाधान गर्नेछौँ। अनि हामी चाहिँ स्टार्टिङ चाहिँ आज चित्रदेखि गर्दैछौँ, खुरिमदेखि गर्छौँ हामी। अनि गर्दै गर्दै बिचमा फिनखाने आउँछ, हरेक कुराहरू चाहिँ सबै समेटिएर चाहिँ आउनेवाला छ। अनि चाहिँ पढ्दै गर्नुभएको छ अथवा परीक्षाको तयारीमा पर्खिराख्नु भएको छ अथवा इक्जाम भइराखेको अथवा आउनेवाला छ भने चाहिँ एकदम ध्यान दिएर हेर्नु होला। यो चाहिँ एचआरडीले क्रिएट गरेको क्वेसनहरू, एचआरडीको वेबसाइटमा राखिएको क्वेसनहरू हो। त्यही चाहिँ हामीले डाउनलोड गरेर चाहिँ तपाईहरुलाई चाहिँ सिकाउने हो है त। हामी चाहिँ अब नम्बर 1 भन्दा पहिले हामी के पढ्छौं त आज भन्दा खरिम फोगी मुन्जे है 1 देखि 200 नम्बर छ। 200 वटा चित्र, 200 वटा क्वेसन छ है त। थाउम खरिमुल फोगो मान्नुन थानवा मुन्जाङुल खुरुसिप्सियो भन्दै छ। तलको चित्र हेरेर मान्नुन भनेको मिल्ने, थानवा शब्द नावा मुन्जाङ भनेको वाक्य, खुरुसिप्सियो छान्नुहोस् भन्दै छ है त। अब नम्बर 1 हेरौँ है त। हामीले चाहिँ एन्सर हेरौँ। 1 नम्बरमा हेर्नुस् है त। 1 नम्बरमा हेर्नुस्। एक नम्बरमा हेर्नुस् खाबाङ भनेको छ है त। खाबाङ भनेको झोला। खाबाङ भनेको झोला। खोङछेक भनेको कपी। खोङछेक भनेको कपी। 3 नम्बर चाहिँ सुछप। सुछप भनेको डायरी है त। डायरी। आङ्गेङ भनेको चस्मा है त। अब यो चित्र हेर्नुस् 1 नम्बरमा के को चित्र हो यो? झोला हो? हो। कपी हो? होइन। सुछप डायरी हो? होइन। चस्मा हो? होइन। के भयो त एन्सर? झोला भयो है त 1 नम्बर एन्सर। अब 2 नम्बर एन्सर हेरौँ। 2 नम्बरको एन्सर हेरौँ। खाल लेखेको छ यहाँ। खाल भनेको चक्कु। खाल भनेको चक्कु। खाउई भन्दै छ। खाउई भनेको कैची है त। खाउई भनेको कैची। छत्काराक भनेको चपस्टिक। देख्नु भएको होला नि हैन, चपस्टिक। चपस्टिक। सुत्काराक भनेको चम्चा। अब यो चित्र हेर्नुस् यहाँ के को चित्र हो? खाल चक्कु हो त? होइन। खाउई हो? हो। कैची हो। छत्काराक चपस्टिक हो? होइन। सुत्काराक चम्चा होइन। के भयो त एन्सर भन्दा खाउई कैची भयो है त यसरी। 3 नम्बर हेरौँ। खोङछेक भनेको छ। खोङछेक भनेको के हो त? कपी। सुछप भनेको डायरी। कम्प्युटर भनेको कम्प्युटर। कम्प्युटर। खेसाङ्गी भनेको क्याल्कुलेटर है त। क्याल्कुलेटर है त। के भयो त एन्सर? कपी हो त? होइन। डायरी हो? होइन। कम्प्युटर हो? होइन। खेसाङ्गी भनेको क्याल्कुलेटर। यो खेसान भनेको हिसाब हुन्छ है त। खेसान भनेको हिसाब, खेसाङ्गी भनेको एउटा मेसिनको नाम जस्तै तरिकाले आयो। खेसाङ्गी भनेको क्याल्कुलेटर। नम्बर 4 नम्बर एन्सर भयो। अब 4 नम्बर हेरौँ। खिछा भनेको छ। खिछा भनेको रेल है त। खिछा भनेको रेल। खिछा भनेको रेल। छाजनग भनेको साइकल है त। साइकल, बाइसाइकल है त। फिहेङ्गी भनेको प्लेन। प्लेन जहाज। खोचोक बसु भनेको एक्सप्रेस बस भन्छ है त। तीव्र गतिमा चल्ने बस। तीव्र गतिमा चल्ने बस है त। तीव्र गतिमा चल्ने बस, एकदम स्पिड चल्ने बस है त। के को चित्र हो त?
बस एक्सप्रेस बस भनेको छ। रेल हो त होइन, छाजनगाउँ हो त, फेङ्गी हो त, के भयो त एन्सर? खोसक बसु भयो है त। एन्सर नम्बर 4। त्यसै गरी हेरौँ त्यसै गरी हेरौँ हामी के हेरौँ भन्दा अब कति नम्बर भयो हाम्रो? 5 नम्बर है त। सुरेगिथोङ भन्दैछ यहाँ। सुरेगिथोङ भनेको फोहोर फाल्ने भाँडो यानि कि डस्टबिन है त। डस्टबिन फोहोर फाल्ने भाँडो। खोङजुङ छनुवा भनेको सार्वजनिक फोन जुन बाटोमा राखिएको हुन्छ है त। छादोङ फान्मेगी भनेको अटो सेलर मेसिन भन्छ यसलाई चाहिँ, जुन विदेशहरूमा प्राय हुन्छ है त। कस्तो हुन्छ भन्दा बीच बाटोमा राखिएको हुन्छ, त्यहाँ चाहिँ डलर अथवा पैसा राखेर चाहिँ पैसा हाल्यो भने चाहिँ आफूले चुज गरेर चाहिँ के खान मन छ आफूलाई त्यो निकाल्न पाउँछ है त। अब छादोङ इन्सुल्गी भनेको एटिएम मेसिन है त। अब एन्सर के चित्र हो भन्दा यो चाहिँ खोङजुङ छन् भयो। यहाँ फोन छ, यहाँ फोन छ, यहाँ फोन छ, यहाँ फोन छ है त। यो चाहिँ के भयो? डस्टबिन हो त होइन। खोङजुङ छनमा हो। छादोङ फान्मेगी हो त होइन। छादोङ इन्सुल्गी हो त होइन। कति नम्बर एन्सर भयो भन्दा 2 नम्बर एन्सर है त, खोङजुङ छन्वा। अब 6 नम्बर हेरौँ। 6 नम्बर एन्सरमा हेरौँ है, 1 नम्बर एन्सर हेरौँ। छादोङछा भनेको छ। छादोङछा भनेको सानो गाडी हुन्छ है त। सानो गाडी, कार भन्ने बुझ्नुहोस् न है त। कार भन्नुहोस्, कार। सेथाग्गी भनेको सेथाग्गी भन्छ है त। सेथाग्गी भनेको वासिङ मेसिन, कपडा धुने मेसिन। छन्वागी भनेको फोन। नेङजाङ्गो भनेको फ्रिज है त। यो के को चित्र हो त हेर्नुहोस्, के को चित्र हो? फ्रिजको चित्र हो है त। छादोङछा हो होइन, सेथाग्गी वासिङ मेसिन हो होइन, फोन हो होइन, के भयो त एन्सर? 4 नम्बर एन्सर भयो है त, नेङजाङ्गो। राम्रोसँग ध्यान दिएर हेर्नु होला, सानो चित्रले पनि झुक्किन्छ है त। इक्जाममा आउने भनेको अति सजिलो प्रश्न आउँछ, त्यो प्रश्न चाहिँ एकदम एक्साइटेड भएर सजिलो रहेछ भनेर चाहिँ बिग्रिन्छ है त। त्यही भएर सानो कुराहरूलाई चाहिँ ध्यान दिएर हेर्ने। यिनै चित्रले धेरैजना फेल हुनुभएको छ, त्यही भएर चाहिँ ध्यान दिएर चाहिँ पढ्ने गर्नुहोस् है त। सिन्मुन भनेको के हो? पत्रिका। सुछप भनेको के हो? डायरी। खोङछेक भनेको के हो? कपी। थाल्लेक भनेको के हो? क्यालेन्डर है त। एन्सर कति होला त? यो के हो? थाल्लेक, क्यालेन्डर, भित्तेपात्र। पत्रिका हो होइन, सुछप डायरी हो होइन, खोङछेक हो त होइन, थाल्लेक क्यालेन्डर है त। 4 नम्बर एन्सर। अब 8 नम्बर क्वेसन हेरौँ। सुरुमै देखिसक्नु भएको होला, नर्मल यति सजिलो क्वेसन पनि किन सिकाइरहेको होला जस्तो लागिरहेको होला तपाईँहरूलाई चाहिँ। सानो कुराले चाहिँ झुक्क्याउँछ। हामीले पढ्ने भनेको बेसिक मिनिङहरू, सानो कुरालाई चाहिँ ध्यान दिएर हेर्नुपर्छ है त। थोन भनेको पैसा। खाद भनेको कार्ड है त। त्यो जेसुकैको होस् तर कार्ड चाहिँ हो है त। उफ्यो भनेको हुलाक टिकट। यो चाहिँ टिकट टाँसिन्छ प्राय सरकारी कामहरूमा। हुलाक टिकट भनेको चाहिँ कुनै निवेदन लेख्दा अथवा सानो टाइपको हुन्छ है त। हाम्रो नेपालको सगरमाथा अथवा त्यस्तै टाइपको हुन्छ। हुलाक टिकट चाहिँ माथि टाँसिन्छ है त, कुनामा टाँसिन्छ। हुलाक टिकट। उफ्यो भनेको हुलाक टिकट है त। खोङछेक भनेको कपी भइहाल्यो। अब यो हेर्नुहोस्, के को चित्र हो त? पैसा है त, 1 नम्बर एन्सर। कतिपय मिनिङ थाहा पाउनु भएको छैन भने टिप्पणी गर्नु होला है त। 9 नम्बर एन्सर हेरौँ, क्वेसन हेरौँ।
एक नम्बर एन्सर हेर्नु है त पहिला। कम्प्युटर भनेको छ कम्प्युटर, लादिओ भनेको चाहिँ रेडियो है त, रेडियो। क्यामेरा भनेको चाहिँ कति सजिलो, क्यामेरा, क्यामेराले कति फोटो खिच्नुहुन्छ होला है त तपाईँहरू फोटो। टेलिभिजन भनेको चाहिँ टेलिभिजन भनेको चाहिँ टेलिभिजन टिभी है त। अब हेर्नुहोस् चित्र, हेर्नुहोस् यो चित्र हेर्नुहोस्, के छ, के को चित्र हो त, कम्प्युटर होला त होइन, लादियो हो है त, रेडियो। क्यामेरा क्यामेरा हो त होइन नि, टेलिभिजन हो त होइन, के भयो एन्सर, 2 नम्बर एन्सर लादियो रेडियो। अब 10 नम्बर क्वेसन हेर्नुहोस्, मेङहाम भनेको भिजिटिङ कार्ड। भिजिट गर्नुहोस् है त, यो कार्ड लिनुहोस्, मेरो चाहिँ एउटा होटल छ, भिजिट गर्नु होला, सेवा गर्ने मौका दिनु होला भनेर कार्ड दिन्छ नि है त। कुनै पसलेहरूले चाहिँ कुनै सेवा प्रदान गरे बाबत अथवा सेवा प्रदान गर्नु अघि चाहिँ कार्ड दिइन्छ, जुन हाम्रो पसल भिजिट गर्नु होला, मेरो कार्ड चाहिँ यही हो, त्यस्तै टाइपले है त। हरेक कुराको कार्ड हुनसक्छ। मेङहाम भनेको भिजिटिङ कार्ड, VISITING, यस्तै हुन्छ क्या ल। मेङहाम भनेको भिजिटिङ कार्ड, भिजिट गर्ने भिजिटिङ कार्ड है त। 2 नम्बर एन्सर हेर्नुहोस्, सुसप डायरी हो है त। थाल्लेक भनेको क्यालेन्डर, एगोन भनेको पासपोर्ट है त, विदेश जान प्रयोग गरिन्छ नि, पासपोर्ट हो है त। अब यो हेर्नुहोस् के हो, यो एलजी कम्पनीको अथवा एलजीको फेसन भनेको छ, फेसन भनेको छ। एलजी फेसनको चाहिँ यो के रहेछ, कार्ड रहेछ, के हो त, भिजिटिङ कार्ड। सुसप डायरी हो होइन, थाले क्यालेन्डर हो, एगुन पासपोर्ट हो, के हो त, भिजिटिङ कार्ड हो है त। 1 नम्बर एन्सर यो चाहिँ भिजिटिङ कार्ड हो। अब 11 नम्बरको क्वेसन हेर्नुहोस्, यति सजिलो छ है त, सबै कुरा सजिलो छ, तर हामीले चाहिँ कतिपय बिगिनर हुनुहुन्छ भने कतिपय क्वेसनहरूको चाहिँ नथाहा पाउन पनि सक्नुहुन्छ है त। बुझ्नु होला, राम्रोसँग टिपोट गर्नु होला। 1 नम्बर एन्सर के भनेको छ, आङ्गेङ भनेको छ है त। आङ्गेङ भनेको चस्मा, उसान भनेको छाता है त, उसान भनेको छाता। मोजा भनेको टोपी, छाङ्गा भनेको पन्जा है त, छाङ्गा भनेको पन्जा। यो चित्र हेर्नुहोस्, के को चित्र हो, आङ्गेङ हो होइन, उसान छाता हो, मोजा हो, टोपी है त। के भयो एन्सर, मोजा भयो। अब 12 नम्बर एन्सर हेरौँ, एन्सर हेर्नुहोस् है त। सुरुमा चाहिँ 1 नम्बरमा के भनेको छ, फाजी भनेको पाइन्ट है त। छिमा भनेको जामा, केटीहरूले जाउने जामा, स्कर्ट भन्छ है त, स्कर्ट। थिसेछु भनेको टी सर्ट, महिला पुरुष दुवैले लगाइने टी सर्ट भइहाल्यो। वाइसेछु भनेको चाहिँ यो चाहिँ सर्ट है त, यो चाहिँ सर्ट, यो चाहिँ टी सर्ट। अब यो के हो चित्र हेर्नुहोस्, के को चित्र हो, फाजी हो, पाइन्ट हो है त, अभियसली पाइन्ट हो, फाजी हो। छिमा जामा स्कर्ट होइन, थिसेछु टी सर्ट होइन, वाइसेछु सर्ट होइन है त। अब त्यसै गरी हामी हेरौँ 13 नम्बर क्वेसन, खिचा भनेको छ, के भनेको थियो हामीले, खिचा भनेको रेल। छाजन भनेको साइकल, बाइसाइकल है त। फेङ्गी भनेको प्लेन, जहाज, आकाशमा उड्ने जहाज। छादोङसा भनेको कार है त, के हो त यो, फेङ्गी प्लेन। कति नम्बरमा छ भन्दा 3 नम्बरमा है त, फेङ्गी प्लेन। छाजनको होइन, खिचा होइन, छादोङसा होइन। नजानेको कुरा छ भने टिपोट गरिहाल्नुहोस् है त।
धेरै काम लाग्न सक्छ। इपिएस पास गरेर अथवा इपिएस पढ्दै हुनुहुन्छ अथवा स्टुडेन्ट जे पनि पढ्दै हुनुहुन्छ है त। विशेष गरी मैले चाहिँ इपिएसको लागि हो, तर पनि स्टुडेन्टमा ट्राई गर्दै हुनुहुन्छ भने पनि एकदमै इम्पोर्टेन्ट काम लाग्छ है त। त्यसै गरी 14 नम्बर हेर्नुहोस् है त। हाक्सेङजुङ भनेको विद्यार्थी परिचय पत्र यानि कि आइडी कार्ड। हाक्सेङजुङ भनेको आइडी कार्ड। सावनचुङ भनेको कर्मचारी कार्ड। सरकारी कर्मचारी हरेक कुराको कर्मचारी हुन्छ हैन, तिनीहरूको चाहिँ आइडी कार्ड, कर्मचारी परिचय पत्र। उन्जन मेनहचुङ भनेको चाहिँ लाइसेन्स है त, गाडीको लाइसेन्स। खङ्गाङ फोमचुङ भनेको स्वास्थ्य बिमा कार्ड भन्छ है त। खङ्गाङ भनेको स्वास्थ्य, फोम भनेको बिमा, चुङ भनेको कार्ड। उन्जन भनेको ड्राइभिङ, मेनहचुङ भनेको कार्ड है त। खङ्गाङ फोमचुङ भनेको स्वास्थ्य बिमा कार्ड, स्वास्थ्य बिमा कार्ड है त। अब यो हेर्नुहोस् के होला त। यो चाहिँ खास गरी धेरैजना एडभान्स लेभलको व्यक्तिहरू पनि झुक्किनु भएको क्वेसन हो। कसरी झुक्किनु भयो भन्दाखेरि हाङ्गुक फामसुङ भनेको छ, कोरियन प्रसारण भनेको छ है त। यो चाहिँ एकजना व्यक्तिको फोटो छ। फुजाङ भनेको छ, यसको चाहिँ नाम छाङदोङगन छ है त। एफएम 100 मेगाहर्ज बीबीएस लेखेको छ। चाहिँ के लेखेको छ, खोन्साने सोरी, नावल सोरी लेखेको छ। आवाजको आवाज एफएम 100 मेगाहर्ज भनेको छ, बीबीएस लेखेको छ। धेरैजना व्यक्तिले के गर्नुभएको छ, बीबीएस भनेको स्नातक तहतिरको है हाम्रो स्टडी लेभलको चाहिँ एउटा जुन बीबीएस ब्याचलर भनिन्छ। यो चाहिँ बीबीएस देख्ने बित्तिकै के भन्नुहुन्छ, विद्यार्थी कार्ड हो भनेर चाहिँ 1 नम्बर लगाइदिनु भएको छ। यो चाहिँ एकदमै गलत हो। यो चाहिँ हाङ्गुङ फामसुङ कोरियन प्रसारण भनेको छ। अनि 100 मेगाहर्ज, आवाजको आवाज 100 मेगाहर्ज भनेको छ। के भयो आन्सर, सावनचुङ कर्मचारी परिचय पत्र है त। यो चाहिँ रेडियो एफएममा काम गर्दो रहेछ। ड्राइभिङ लाइसेन्स होइन, स्वास्थ्य बिमा कार्ड होइन, विद्यार्थी परिचय पत्र होइन, मान्छे चाहिँ विद्यार्थी होइन है त। त्यसैले चाहिँ एन्सर नम्बर 2 सावनचुङ कर्मचारी परिचय पत्र। आजको लागि चाहिँ यति गरौँ। एकदमै लामो भिडियो भयो। नेक्स्ट भिडियोमा हामी फेरि पनि भेट्ने छौँ। अनि हाम्रो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला। अनि लाइक, सेयर, युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब सहित टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न नभुल्नु होला भन्दै म छुटिएँ है त।